साथीहरू, तपाईहरु के गर्नु हुँदैछ? म तपाईहरुलाई कोपी कसरी रोप्छ, कति फल्छ बताउन चाहन्छु। हुनु त 2-3 दिन अगाडि नै रोपेको कोपी हो। पहिला जोत्नु पर्छ, काँटाले खुन्दा पनि हुन्छ। त्यसपछि टोड्का बनाउनु पर्छ। त्यसपछि मल असार्नु पर्छ। त्यसपछि टोड्कामा मल लाउनु पर्छ। त्यसपछि माटो र मल फिट्नु पर्छ। त्यसपछि कोपीको बिउ रोप्नु पर्छ। त्यसपछि पानी लाउनु पर्छ, किनभने यो अहिले विन्टर हो। त्यसपछि 15-20 दिनमा गोड्नु पर्छ। त्यसपछि 1.5 महिनादेखि उता फल्छ। आधी केजी, 1 केजी, 1.5 केजी फल्छ। त्यसपछि टिपेर बजार लगेर बेच्नु सकिन्छ। यस्तै छ मेरो बस्तीको कामहरू।